कहिलेकाहीँ व्यवहार एउटा हुन्छ अनि दिमागमा अर्को कुरा सेभ हुन्छ। आज मलाई त्यस्तै भयो। किनभने नि साथीहरू आज चाहिँ नि मेरो चाहिँ एकदम विशेष खालको दिन भयो होइन। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। सदा चाहिँ आज पनि बिहान एउटै घरहरू सरसफाइ गर्ने कार्यक्रम गर्दैछु। विशेष दसैँ बोलाउँदैछु। अनि नानीको बाबालाई टमाटर लिन लगाएको, अलि धेरै पाकेको ल्याउनु भएछ अनि मैले सफा गरेर राखेँ। घरमा तेल छ भनेर सोचेको, भरे नुनको प्याकेट पो रहेछ प्लास्टिकमा पोको पारेको। तेल नै सकिएको रहेछ मेरो घरमा चाहिँ आज। कस्तो ढुक्क भयो क्या, घरमा तेल छ भनेर भरे तेल नै रहेन रहेछ। अब चाहिँ मैले सब्जी बनाउँदैछु, तेल नै छैन। तोरीको तेल लाएर बनाउँदैछु। म चाहिँ प्रायः खाना तोरीको तेलमा बनाउँदिनँ अनि थोरै सब्जी भएको भएर अब के गर्नु, तेलै नभएपछि त बनाउनु परिहाल्यो। म चाहिँ चिकन बनाएँ, अलिकति थियो त्यही होइन। आज चाहिँ मौसम पनि एकदमै क्लियर छ, मतलब शीतल खालको छ। कामहरू धेरै गर्नुपर्ने छ साथीहरू। भन न माया भन। छोराको दसैँको गनगन पनि सुनिसक्नुभयो। मेरो चाहिँ खाना नै पाक्यो। आज दाल साल केही बनाएन, मैले थोरै चिकनमा ग्रेभी लगाएर बनाएँ किनभने काम धेरै थियो। अनि म यता काम गर्दै गर्दा बिजी हुँदा छोरोले नाना झिक्ने लाउने फेसन डिजाइनर बनेछ, ऊ ज्याकेट लगाएको त बुवा जस्तै देख्यो भन्दै थियो। अनि आज मकै छोडाएर पनि सुकाउनु पर्नेछ घाममा। अब भोलि त दसैँको टिका, भोलि चाहिँ नि अलि विशेष खालको दिन हो नि त, टिका लाउने, टिका लाउन जाने, टिका थाप्ने मान्छेहरू आउनुहुन्छ। त्यही भएर अनि यतापट्टि कोठामा त स्टोर रुममा त पुरै माकुराले जालै जालो लगाएको रहेछ। सरसफाइ गरेँ किनभने खासै स्टोर रुममा गइँदैन नि त, त्यही भएर अनि जालै जालो लगाएको रहेछ साथीहरू। कतिसम्म सकेको हौ, हुन त म हप्तामा एकचोटि जालो सफा गर्छु किन मेरोमा धेरै हुन्छ नि। यता जुत्ताहरूतिर नि फोहोर भएछ क्या, त अब खासै आइँदैन नि त स्टोर रुमतिर। मुसाले काटेछ कुनैहरू, मैले आज चाहिँ घाममा निकालिदिन्छु। अनि चाहिँ साथीहरू छोरोले भिडियो गरेको अरे। ठुलोमा चाहिँ है के पर्छ अनि फितो डलाउनु पर्छ बच्चाले मोबाइल उठाउनु सक्दैन ते। म तपाईँलाई भिडियो बनाउने मान्छे चाहिँ यता हुनुहुन्छ है साथीहरू। बच्चाको केटाकेटीहरूसँग पनि नसकिने साथीहरू, यस्तो भद्रगोल छ नि। लुगाहरू सुकाएँ, म घर चाहिँ बुइ पुसिरहेको छु क्या, पुसा लाउँदैछु। लुगाहरू सुकाएँ घाममा सबै तिनवटै रुमको होइन। अनि सबै बुइहरू पुस्नु पर्ने छ। अन्त नि यता किचनहरू पनि मैले हिजै सफा गरेको थिएँ। किचनहरू त अब यता बेडरुमहरूको पालो, यो घाममा सुकाउनको लागि रेडी पारेको छु लुगाहरू। अनि त्यहाँ हेर्नु न, माकुराको जालो कति लागेको क्या, यो सङ्केत चाहिँ के को भनेर म अचम्म लाग्छ हौ साथीहरू। हेर्नु न, जहाँ पाएँ त्यही लगाइदिएको छ माकुराको जालो। अनि म यता काममा बिजी छु, छोरो चाहिँ पसल पुगेर आएछ। अब के गर्नु अहिलेको नानीहरूलाई है, अब जति नै जे गरे भने पनि जान्छु भनेपछि जान्छु। अनि नानीको बाबा नि भर्खर कामबाट आएर थाकेर एकछिन रेस्ट गर्नुभएको, म नि काम गर्दै थिएँ। अनि नानीको बाबाले जान त जा भनेर पैसा दिइवरी पठाउनु भएछ। अब चाहिएको सामान कपीमा लेखिवरी आउँदै थियो साथीहरू। छोराछोरीहरू पनि सानै छ जस्तो लाग्छ तर हुर्किसकेछ। कम्तीमा नि 10-15 मिनट लाग्छ दोकान जानुलाई। मेन रोडमा जानुपर्छ। ऊ गइवरी सामान ल्याइवरी आइसक्यो साथीहरू। मेरो छोरो देख्न सक्नुहुन्छ के लिएर आएको छ। म यहाँ काम गर्दै थिएँ, भ्याएन, उसको बाबा नि भ्याउनु भएन। अनि के ल्याउनु भयो भगवान्, के ल्याउनु भएको छ हजुरले, खोलेर देखाउनुहोस् त। म चाहिँ यहाँ भुइँ पुस्दैछु कि साथीहरू, दसैँ बोलाएको नि त। बाबा छोरा सल्लाह गर्दै हुनु त जानुभएछ। करेन्ट के हो यो? ए ल पिसम दादाले दिनुभएको। ए फिर्ता हो अरे, 130 हो अरे त्यो। थ्याङ्क यू। फिर्ता पनि लिएर आउनुभयो हजुरले। ल है, अहिलेका बुढाबुढीहरूसँग नसकिने साथीहरू, फाइनली मेरो कामहरू पनि सक्यो। अब चाहिँ नि म खाजाको लागि तयारी गर्छु। मैले चाहिँ यतिको चाहिँ बनाएँ। अरू बेडसिटहरू चाहिँ भोलि चेन्ज गर्नु पर्ला। आज चाहिँ धुँदैछु। आज चाहिँ पानी नि पर्न आँट्यो। काम पनि सक्यो साथीहरू। बाई बाई, थ्याङ्क्स फर वाचिङ। यस्तै भिडियो लाइक कमेन्ट गर्नु होला।